गोर्खाली सेनाको नाम सुन्ने साथै धेरै मानिसहरूको दिमागमा एउटै हतियार आउँछ, खुकुरी। तर प्रश्न उठ्छ, आखिर किन? संसारमा तलवार थियो, भाला थियो, बन्दुक थियो, तोप थियो, तर किन एउटा बाङ्गो फलामको चाकुले यति भय पैदा गर्यो कि युद्धमा गोर्खा आएको छ भन्ने शब्द मात्रले दुश्मनको शरीर काँप्थ्यो? सत्य के हो भने खुकुरी केवल हतियार थिएन, त्यो गोर्खाली आत्मा थियो, एउटा यस्तो शस्त्र जसले केवल शरीर काट्दैन थियो, दुश्मनको मनोबल नै चिर्थ्यो। इतिहासका धेरै युद्धहरूमा प्रमाण भेटिन्छन्, गोर्खाली सेनासँग गोली सकेपछि पनि युद्ध सकिँदैन थियो, उनीहरू खुकुरी निकाल्थे अनि युद्ध झन खतरनाक बन्थ्यो। यही कारण ब्रिटिस जनरलहरूले समेत लेखेका थिए, यदि कोही गोर्खा सैनिक खुकुरी लिएर दौड्दै आयो भने त्यहाँबाट जीवित फर्किने सम्भावना अत्यन्तै कम हुन्छ। खुकुरीको डिजाइन नै युद्धको लागि जन्मिएको थियो। यसको बाङ्गेको आकारले काट्ने शक्ति सिधै तलवार भन्दा बढी बनाउँथ्यो। जब गोर्खा सैनिकले सम्पूर्ण शरीरको बल प्रयोग गरेर वार गर्थ्यो, त्यसको प्रहार हड्डीसम्म चिन्न सक्थ्यो। वैज्ञानिक रूपमा हेर्दा यसको अगाडिको भाग भारी हुनु भएकाले प्रहारको मोमेन्टम अत्यन्तै उच्च बनाउँथ्यो। यही कारण सानोदेखि नै यो हतियार वास्तविक युद्धमा अत्यन्तै घातक बन्थ्यो। अझै डरलाग्दो कुरा के थियो भने गोर्खा सैनिकहरू खुकुरीलाई केवल हतियार होइन, सम्मान र प्रतिज्ञा प्रतीक मान्थे। एउटा पुरानो गोर्खा मान्यता थियो, खुकुरी मैदानबाट निस्किएपछि रगत नचाखी फर्किँदैन, चाहे त्यो दुश्मनको होस् वा आफ्नो औलाको। यसले उनीहरूको मानसिक दृढता कति खतरनाक थियो भन्ने देखाउँछ। विश्वयुद्धहरूमा यसको आतंक झन प्रसिद्ध भयो। पहिलो विश्वयुद्धमा जर्मन सैनिकहरूले रातको अँध्यारोमा गोर्खाको हमला सबैभन्दा भयावह भएको उल्लेख गरेका थिए। दोस्रो विश्वयुद्धमा बर्माको जंगलमा जापानी सैनिकहरू गोर्खाको पेट्रोलबाट डराउँथे। धेरै ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ, कहिलेकाहीँ गोली नचलाइकिन केवल खुकुरीको नजिकको युद्धले पूरा पोस्ट कब्जा गरिएको थियो। 2010 मा अफगानिस्तानमा समेत एक गोर्खा सैनिकले दर्जनौं तालिबानहरूलाई खुकुरी प्रयोग गरेर रोकेको घटना अन्तर्राष्ट्रिय समाचार बनेको थियो। यसले प्रमाणित गर्छ, यो केवल पुरानो इतिहासको कथा होइन, आजसम्म जीवित रहेको युद्ध परम्परा हो। तर खुकुरीलाई संसारकै सबैभन्दा डरलाग्दो बनाउने कुरा यसको धार मात्र होइन, त्यो समातेको मान्छे थियो। गोर्खाली सैनिकहरू अनुशासन, सहनशीलता, निडरता र मरे पनि पछि नहट्ने मानसिकताले खुकुरीलाई किम्वदन्ती बनायो। संसारकै धेरै सेनासँग आधुनिक हतियार थियो, तर सबैसँग त्यस्तो साहस थिएन। यही कारण आज पनि जब विश्व सैनिक इतिहासकारहरूले सबैभन्दा भयावह नजिकको युद्ध हतियारको चर्चा गर्छन्, एउटा नाम बारम्बार आउँछ, गोर्खाली